नमस्ते, यहाँहरू सम्पूर्णलाई दिदीको किचनमा स्वागत गर्न चाहन्छु। आज मैले बिहान सबेरै मिठो चिया कसरी पकाउने भन्ने चियाको रेसिपी लिएर तपाईँहरूमाझ आइसकेको छु। हरेक नेपालीको किचनमा हरेक दिन पाक्ने यो चिया कसरी मिठो बनाउन सकिन्छ र हामी कहाँ आएका पाहुनालाई मिठो चिया खाएर कसरी स्वागत गर्न सकिन्छ भन्ने बारेमा मैले रेसिपी ल्याएको छु। अब लागौँ चिया बनाउनतर्फ। मैले यहाँ सानो प्यानमा पानी बसालिसकेको छु। पानी बिस्तारै उम्लिँदैछ। यो पानी राम्ररी उम्लिसकेपछि यसमा हामीले काटेर राखेको अदुवाको टुक्राहरू राख्छौँ। त्यसैसँगै हामीले तयारी गरेर राखेको ल्वाङ पनि यहाँ राख्छौँ। त्यस पछाडि फुकाएर अथवा टुक्राएर राखेको सुकमेल पनि मैले यहाँ राखेँ। यो मसला राम्रोसँग पाकिसकेपछि चियामा मिठो बास्ना आउने र स्वादिलो हुने हुन्छ। हामीले सानो फ्लेम बनाएर यो मसलालाई एकछिन पाक्न छोडिदिनुपर्छ। त्यस पछाडि हामीले बिस्तारै चियापत्ती राख्छौँ। यसमा चियापत्ती पनि राम्रोसँग पाक्ने गरेर राख्नुपर्ने हुन्छ। चियापत्ती आफूलाई कतिको रङ मनपर्छ र हामीले चाहिँ चियापत्ती र चिनी राख्दाखेरि सँगसँगै जस्तो राख्नुपर्छ र चियापत्ती राख्दाखेरि दुधको चिया पकाउने हुनाले अलि बढी नै चियापत्ती लाग्ने गर्छ। यो चियापत्ती र चिनी अनि मसलालाई राम्रोसँग हामीले पाक्न छोडिदिनुपर्छ। यो राम्ररी पाक्यो भने मात्र चियामा मिठो बास्ना र टेस्ट पनि आउने गर्छ। हामीले सानो फ्लेम बनाएर यसलाई बिस्तारै पकाउनुपर्छ र यसमा राख्नको लागि हामीले दुध पहिले नै उमालेर राखिसकेका हुन्छौँ र यसलाई बिस्तारै यो पाकिसकेको मसलामा दुध राख्छौँ। यो नउम्लिँदै पनि कलर देखिसकेको छ चियामा। अब हामीले यसलाई बिस्तारै सानो ग्यास बनाएर उमाल्नुपर्छ। यसरी उमालेको चियाले हामी कहाँ आएका गेस्टलाई पनि खुसी बनाउन सक्छौँ। किनभने हाम्रो नेपाली संस्कार अनुसार पाहुनालाई सबभन्दा पहिला चियाले स्वागत गर्ने चलन छ। त्यही अनुसार हामीले सुरुमा स्वागत गर्ने यो चिया नै मिठो भएन भने हामीलाई खल्लो लाग्न सक्छ। त्यसैले एकदमै मिठो र टेस्टी चियाबाट हामीले गेस्टलाई पनि स्वागत गर्न सक्छौँ र यो चिया एकदमै राम्रोसँग पाकिसकेको छ। हेर्नुहोस् त, कलर पनि आउन थालिसकेको छ। हामीले हरेक दिन बिहान खाने चिया पनि मिठो स्वादबाट सुरु गऱ्यौँ भने हामीहरूको दिन पनि जस्तो चियाको स्वाद छ त्यस्तै हुनसक्छ र गेस्टसँगको सम्बन्ध पनि यो चियाको स्वाद जस्तै मिठो बनाउन सकिन्छ। अब यो चिया बिस्तारै तयार भइसकेको छ। अब यो चियालाई हामीले कपमा सर्भ गर्छौँ। हामीले कतिजनालाई चिया पकाउँछौँ त्यसैको आधारमा यो मसलाहरू पनि तयारी गर्नुपर्ने हुन्छ। मैले अब यो चिया कपमा राख्दैछु। हेर्नुहोस् त कस्तो मिठो टेस्टी देखिएको छ। हवस् त साथीहरू, आजको यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो जस्ताको तस्तै कमेन्ट गर्नुहोला र यदि यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने पनि सब्स्क्राइब गर्नुहोला। हवस् त साथीहरू, धन्यवाद।